मान्छे जब आफ्नो कार्यबाट परिचित हुन्छ एक हिसाबले खुसी लाग्छ, किनकि मान्छेले आफ्नो कार्य गर्नु भनेकै केही न केही आफ्नो परिचय बनाउनुको लागि नै हो। कुनै पनि क्षेत्रमा अब कलाकारितामा चाहिँ नि अझ बृहत रूपमा चाहिँ त्यसको परिचय बन्छ, अझ एउटा पब्लिक फिगर पनि बन्न आउँछ। तर कुनै पनि क्षेत्रमा लागेको व्यक्ति, कुनै पनि पेसामा लागेको व्यक्ति चाहिँ नि आफ्नो पेसागत हिसाबको चाहिँ नि एक किसिमको परिचय चाहिँ नि बनाउने प्रयासमा भइ नै रहेको हुन्छ र त्यो परिचय जति गाढा भयो, जति प्रभावकारी भयो, त्यति नै उसले आफूलाई चाहिँ नि एक हिसाबले सफल पनि ठान्छ होला। तर जीवनमा के छ भने आफूले गरेको कार्यबाट मात्रै व्यक्तिको परिचय हुँदैन। व्यक्तिको सबैभन्दा ठुलो परिचय चाहिँ नि एज अ व्यक्ति हुन्छ, एज अ ह्युमन हुन्छ, एज अ मानव हुन्छ। त्यस कारण मेरो व्यक्तिगत धारणा के छ भने, हुन त व्यक्ति पछि अलग अलग होला, मेरो व्यक्तिगत धारणा के छ भने तपाईँले अँगालेको क्षेत्र, तपाईँले अँगालेको क्षेत्रले दिएको परिचयलाई तपाईँ इमान्दारितापूर्वक लिन सक्नुहुन्छ, आफ्नो सक्दो राम्रो गर्ने प्रयासका साथ लिन सक्नुहुन्छ। तर गम्भीरतापूर्वक चाहिँ नि खालि जीवनलाई मात्रै लिन सकिन्छ। जुन जीवनरूपी परिचय तपाईँको छ, मानव रूपी परिचय जुन तपाईँको छ, सबैभन्दा गम्भीरतापूर्वक चाहिँ त्यसैलाई नै लिन सकिन्छ। किनकि लागेको क्षेत्र यो छैन कि तपाईँको यदि लामो जीवन भयो भने त्यो क्षेत्रले तपाईँलाई त्यो लामो जीवनसम्म नै साथ दिन्छ भन्ने हुँदैन। तर मानव जीवन चाहिँ नि जबसम्म तपाईँको अन्तिम सास जाँदैन तबसम्म चाहिँ नि मानव जीवन रहि नै रहन्छ। त्यसले आफ्नो गर्ने कार्यलाई चाहिँ नि आफूले सक्दो राम्रो गर्ने हो, इमान्दारितापूर्वक गर्ने हो, डेडिकेटेडली गर्ने हो, एकदम त्यसलाई निरन्तरता दिन खोज्ने हो, त्यसलाई अब्बल रूपमा अर्को श्रेणीमा पुर्याउने कोसिस गर्ने हो। तर सबैभन्दा बढी गम्भीरतापूर्वक चाहिँ तपाईँले खालि आफ्नो मानवतालाई लिन सक्नुहुन्छ र त्यो परिचय नै सबभन्दा अब्बल लाग्छ क्या मलाई। त्यस कारण त्यही नै हो बेसिकली। अब प्रोफेसनबाट भन्दा पनि म आफ्नो प्राइभेट स्पेसमा एज अ व्यक्ति नै आफूलाई लिन्छु, राजेश हमाल नै लिन्छु। त्यस कारण ठिकै लाग्छ, साधारण नै लाग्छ। यो त तपाईँको ह्युमिलिटी हो, उदारता हो जो तपाईँ यस्तो भन्दै हुनुहुन्छ। जस्तो सामान्य जस्तो म बाटोमा हिँड्दाखेरि म त अभय पाण्डे मात्रै हुँ, विज्ञापन कर्मी हुन्छ, तपाईँको मनमा के स्टोरी चल्छ? म त राजेश हमाल हुँ भनेर कतिचोटि आउँछ दिनमा? अर्को कुरा, म राजेश हमाल हुँ भन्ने कुरा बाहिर मात्रै आउँछ कि घरभित्र पनि आउँछ? होइन, म आफ्नो व्यक्तिगत स्पेसमा म कहिले पनि आफ्नो जुन पब्लिक हिसाबले जुन एउटा छवि बनाइएको छ, परिचय बनाएको छ, त्यसलाई लिएर चाहिँ त्यति गम्भीर हुँदैन म आफ्नो पब्लिक स्पेसमा। र जो व्यक्तिले मलाई प्राइभेटली चिन्नु भएको छ, होइन, धेरै से धेरै व्यक्तिहरूले चाहिँ नि मेरो कार्य मार्फत मलाई चिन्नु भएको छ, मेरो कार्य मार्फत परिचित हुनुहुन्छ। तर धेरै यस्ता व्यक्तिहरू पनि हुनुहुन्छ जसले चाहिँ नि मलाई आफ्नो प्राइभेट स्पेसमा चिन्नुहुन्छ। र जो व्यक्तिले मलाई आफ्नो प्राइभेट स्पेसमा चिन्नुहुन्छ उहाँहरूको लागि म सामान्य व्यक्ति नै हुन्छु, सामान्य व्यक्ति नै हुन्छु। घरको परिवारको लागि सामान्य व्यक्ति नै हुन्छु। घरमा म आफ्नो स्पेसमा प्रवेश गरिसकेपछि मलाई लाग्दैन कि म एकदमै ठुलो पब्लिक फिगर हुँ भन्ने कुरा चाहिँ मेरो दिमागमा खेलिरहेको हुन्छ। त्यस कारण प्राइभेटली म एकदमै आफूलाई आफ्नो यो पब्लिक छवि बन्नुभन्दा अगाडि जुन हिसाबबाट लिन्थेँ त्यही हिसाबबाट नै लिन्छु। कुनै अवस्थामा त लाग्दो होला नि, म भनौँ न कसैले केही भन्यो भने होइन यु नो यु आर टकिङ टु राजेश हमाल जस्तो मनमा लाग्दैन? त्यो चाहिँ तपाईँ भन्नुहुन्न, त्यो चाहिँ लाग्दैन, त लाग्छ होला नि? त्यो चाहिँ नि मलाई लाग्दैन, किनकि एक दुईचोटि त्यो प्रमाणित पनि भएको छ। मलाई के भएको छ भने कहिले कहिले यो ट्राफिकमा मलाई कसैले एकदमै त्यो ट्राफिकमा एग्रेसिभली चलायो या अलिकति उल्लङ्घन गर्यो भने अलिकति चित्त बुझ्दैन। अनि प्रायः मैले अब ऊ नजिकै छ भने उसलाई हेरेर उसलाई केही सम्झाउने प्रयास गर्छु क्या। अनि म चाहिँ नि जस्ट एज अ व्यक्ति उसले अलिकति गलत गरे हुनाले सम्झाउने हिसाबले गइरहेको हुन्छु, तर ऊ चाहिँ नि मेरो अनुहारमा रल्ल परेर हेरिरहेको हुन्छ। अनि मलाई लाग्छ कि ऊ व्यक्तिले मलाई चाहिँ अब त्यसरी हेरिरहेछ भनेर। तर म चाहिँ नि जस्ट एज अ व्यक्ति मात्रै पेस भइरहेको हुन्छु कहिले कहिले। सायद उसलाई लाग्छ ओ आई एम टकिङ टु राजेश हमाल जस्तो लाग्छ कि। म विज्ञापन क्षेत्रमा छु, राजेशजीसँग मैले धेरै विज्ञापनहरू पनि बनाएको छु।
एउटा विज्ञापनको चाहिँ अलि बडा रोचक प्रसङ्ग छ। सायद तपाईँलाई त्यो थाहा छैन किनभने त्यसको ब्याकग्राउन्डमा तपाईँ हुनुहुन्थेन। हामी अमेरिकन एम्बेसीको एउटा पिएसए बनाउँदै थियौँ अनि हामी एजेन्सीबाट गएका थियौँ अनि त्यहाँबाट हामीलाई ब्रिफ भयो कि सामाजिक सन्देश यस्तो यस्तो खालको पनि छ र यसमा चाहिँ राज्य समालजी आउनुहुन्छ, राज्य समालजी उपस्थित हुनुहुन्छ भने हामी एकदम खुसी भयो। अनि त्यहाँपछि त्यो एम्बेसीको मान्छेले भन्नुभयो कि यसमा चाहिँ हामी 2वटा विज्ञापन बनाउँछौँ एक दिनमा। अनि मैले भने त्यहाँ त्यति बेलासम्म मेरो राजेश समालजीसँग परिचय थिएन, मैले सुनेको थिएँ कि उहाँ सबै ठाउँमा लेट पुग्नुहुन्छ भनेर। अनि मैले उहाँलाई भने होइन 2टा त सम्भव छैन किनभने उहाँ त कहिले पनि टाइममा आउनुहुन्न। अनि उहाँले भन्नुभयो त यसको जिम्मा हामीलाई छोडिदिनुहोस् भनेर। जुन दिन सुटिङको दिन थियो त्यो दिन भिजाको जुन काउन्सिलर हुनुहुन्छ हेड, उहाँ राजेशजीको घरमा जानुभयो, 1 घन्टा कुर्नुभयो अनि उहाँले हामीलाई सेटमा लिएर आउनुभयो। अहिले त सायद त्यस्तो छैन क्या अरे, होइन? हुन त तपाईँको यु क्यान अफोर्ड टु बी लेट बिकज इज राजेश समाल, होइन? त्यो बेलामा एउटा सानो इन्सिडेन्ट के भएको थियो भने हरेक कुरा त्यसको पृष्ठभूमि बुझेपछि, कन्टेक्स्ट बुझेपछि अझ क्लियर हुन्छ। म निरन्तर अमेरिका जान थालेको करिब 30 वर्ष जस्तो भयो, होइन? तर अचानक जुन बेलामा हामीले यो विज्ञापन बनायौँ, ठ्याक्कै त्यो विज्ञापन बनाउने बेलामा चाहिँ नि कारणवश म र एउटा मेरै सहकर्मी मान्छे, चलचित्रकै मान्छे, हामी अमेरिका जानको लागि ठ्याक्कै त्यो बेलामा मेरो त्यो 5 वर्षको भिजा सकिएको थियो। अनि भिजा रिन्यू गर्न जाँदाखेरि ऊ र म दुवैजना जाँदाखेरि के कारणले चाहिँ नि म भन्दिनँ, कारणवश चाहिँ नि हामी दुवैलाई भिजा रिफ्युज गरिदियो अचानक। त्यतिका वर्ष गइसकेपछि तपाईँ दुवैजनालाई हामी भिजा दिँदैनौँ भनेर भन्यो। अनि त्यसपछि म चाहिँ नि 2 मिनट काउन्सिलरसँग कुरा गर्न सक्छु भनेर प्राइभेटली काउन्सिलरसँग कुरा गर्न गएँ र मैले भने अब मलाई त यो सहकर्मीसँग एउटा पेसागत हिसाबले जान लाग्यो, तर व्यक्तिगत हिसाबले त मलाई गइरहनुपर्छ अमेरिका। यो के भयो, कसरी भयो भन्दाखेरि होइन, तपाईँ र तपाईँको टिमले जुन कागजात पेस गर्नुभयो त्यो चाहिँ नि हामीलाई चित्त बुझेन, बरु तपाईँ एक्लै आएको भए त दिन्थ्यौँ, तर तपाईँ पनि सामुमा आउनुभयो, त्यस कारण सामूहिक हिसाबबाट चाहिँ सबैलाई रिजेक्ट भयो हुनाले तपाईँ पनि पर्नुभयो भनेर भन्यो। अनि मैले ल ठिकै छ त, त्यसो भए अब अमेरिका जाने सोच अब बन्द गर्नु पर्ला भनेर अनि मैले उसँग बिदा भएर गएँ। अनि त्यस पश्चात म केही समयपछि फेरि विदेश अर्को देशमा गएँ, म जापानमा 1 महिना बसेर आएँ। अनि 1 महिना बसेर आएपछि मेरो घरको मान्छेले ओ तपाईँलाई त अमेरिकन एम्बेसीको एउटा काउन्सिलरले खोजिरहेछ भनेर आउने बित्तिकै मलाई त्यहाँ फोन गर्नु भन्नुभएको छ भनेर भन्नुभयो क्या। अनि मैले फोन गरेँ। फोन गरेपछि उसले चाहिँ राजेश म तिमीलाई भेट्न चाहन्छु भनेर भन्यो। अनि कहाँ भेट्ने भन्दा मेरै घरमा भेट्न आउनुभयो उहाँ। अनि भेट्न आएर उहाँले भन्यो ओ तपाईँलाई यस्तो यस्तो केस भएछ, अब चाहिँ नि जुन केस तपाईँको बारेमा थाहा छ त्यो टिमको पनि अब यहाँबाट जाँदैछ यो अमेरिकन एम्बेसीबाट, त्यो जानुभन्दा अगाडि हामी चाहिँ नि तपाईँलाई भिजा दिन चाहन्छौँ भनेर उहाँ आउनुभयो मसँग कुरा गर्नु। अनि मैले भने ठिकै छ। अनि उहाँले भन्नुभयो मिल्छ भने भोलि पासपोर्ट पठाइदिनु, हामी भिजा दिन्छौँ तपाईँलाई भनेर भन्नुभयो। अनि त्यसपछि उहाँले तपाईँले जुन त्यो हामीले विज्ञापन गऱ्यो नि त्यो विज्ञापनको प्रस्ताव मलाई राख्नुभयो। उहाँले भन्नुभयो होइन यो भिजा दिएको कारणले तपाईँले गर्नुपर्छ भन्ने त छैन, तर तपाईँलाई गर्न मन लाग्छ भने अमेरिकन एम्बेसीको एउटा पिएसए गरिदिनुहोस् जहाँ चाहिँ नि धेरै मान्छेहरू भिजा सम्बन्धी चाहिँ नि फ्रड केसेसहरूमा चाहिँ नि भिक्टमाइज हुनुभएको छ, उहाँहरूको लागि चाहिँ नि राम्रो एउटा सन्देश जान्छ, एउटा पब्लिक सर्भिस, पब्लिक अनाउन्समेन्ट जस्तो जान्छ। त्यसलाई तपाईँले गरिदिनुहोस् न, किनकि तपाईँ आफै पनि एकचोटि गलत कागजातको भिक्टम हुनुभएको छ भन्ने हिसाबले उहाँले कुरा गर्नुभयो। अनि त्यसपछि म त्योसँग आबद्ध भएँ अनि उहाँसँग परिचित भएँ। अनि त्यो सुटिङमा जाने बेलामा उहाँ आएर मलाई लिएर जानुभयो। त्यही हो। तपाईँले आफूलाई भिजा नदिएको पनिस गरिदिनु भयो नि उहाँले 1 घन्टा कुरा होइन। अब त्यस्तो त खासै केही होइन, तर उहाँ के छ भने उहाँ तपाईँले दिएको टाइममा आउनुभयो, म चाहिँ नि तपाईँले सुटिङ गर्ने टाइममा आएँ। फरक त्यति मात्रै हो। एउटा फिल्ममा अमिताभ बच्चनको डायलग छ क्या अरे, मैं जहाँ से खडा होता हूँ लाइन वहीं से शुरू होता है।
मैं जिस वक्त आता हूँ टाइम उसी वक्त सुरु होता है राजेश हमारको। होइन, मैले यो चलचित्रको धेरै छायाङ्कन गरिसक्या हुनाले के हुन्छ भने त्यो कलिङ टाइम र सुटिङ टाइम अलिकति फरक हुन्छ क्या। अनि कहिले कहिले मान्छे एकदमै व्यस्त भइरहेको हुन्छ, अनि व्यस्त जीवनमा चाहिँ नि अब लोकेसनमा गएर किन कुर्ने, बरु घरमै आफ्नो केही कार्यहरू गरौँ भन्ने पनि हुन्छ। नत्र त अब सिनेमामा पनि अब धेरै लेट गइरहेको भए त सबै सिनेमाहरू चाहिँ एकदम बिहाइन्ड स्केड्युल बन्दै नसक्ने हुन्थ्यो होला नि त, होइन? यो त सब ख्याल ठट्टाको कुराहरू भयो। यस बिचमा तपाईँको एउटा पुस्तक निस्केको छ युगदेखि युगसम्म, त्यसको बारेमा केही बताइदिनुहोस् न हामीलाई अलिकति। पुस्तक लेख्ने कार्य चाहिँ नि अत्यन्त नै कठिन कार्य रहेछ। विशेष गरिकन आफ्नो जीवनीको बारेमा, आफ्नो भनौँ न व्यक्तिगत कुराहरू लेख्नुपर्ने कार्यमा चाहिँ असाध्यै कठिन हुँदो रहेछ। र मलाई त झनै कठिन भयो, किनकि अब हामी सबैजनाको आफ्नो आफ्नो किसिमको नेचर हुन्छ, आफ्नो आफ्नो किसिमको क्यारेक्टर हुन्छ। मेरो व्यक्तिगत नेचर चाहिँ कस्तो हो भने म झट्टै आफ्ना व्यक्तिगत कुराहरू एकदमै सेयर गरिहाल्ने किसिमको व्यक्ति होइन। कसैलाई हुन्छ अब सुखको क्षण पनि सेयर गरिहालौँ, दुःखको क्षण पनि सेयर गरिहालौँ, आफ्ना विभिन्न घटनाहरू पनि सेयर गरिहालौँ भन्ने किसिमको चरित्र कसैको हुनसक्छ। मेरो चाहिँ नि असाध्यै व्यक्तिगत चरित्र छ। म आफ्ना दुःख सुखका कुरा पनि हत्तपत्त त्यति सेयर गर्दिनँ र आफ्ना जीवनका पाटोहरू पनि सेयर गर्दिनँ। तर जब यो पुस्तक लेख्ने क्रम आयो, अब त्यहाँ त तपाईँले चाहिँ नि आफ्नो सम्पूर्ण जीवनलाई चाहिँ नि छताछुल्लो पारेर राख्नुपर्ने हुन्छ। र त्यो चाहिँ मलाई अत्यन्तै नै कठिन लाग्यो कि सबभन्दा पहिला जब पब्लिसर्सले आएर राजेशजी तपाईँको यो यस्तो जीवनीमा चाहिँ नि एउटा पुस्तक लेख्नु पर्यो भनेर भन्दाखेरि त्यो प्रस्थान बिन्दुमै मलाई सबभन्दा अप्ठ्यारो चाहिँ त्यहाँ आएर लाग्यो कि मैले आफ्नो जीवनको बारेमा सबै कुराहरू कसरी खोलेर राख्न सक्छु एकदमै भन्ने किसिमको। अनि त्यसपछि मैले भने मलाई त खै अलिकति गाह्रो होला यसरी गर्नको लागि, किनकि म एकदमै बसेर आफ्ना मनका कुराहरू, आफ्ना अतीतका कुराहरू, आफ्ना व्यक्तिगत कुराहरूलाई चाहिँ एकदमै खुलस्त रूपमा चाहिँ नि लेख्न अलिकति हिचकिचाउँछु कि भनेर भन्दाखेरि, अनि त्यस पश्चात उहाँ केही समयपछि फेरि आएर चाहिँ नि अनि यो फर्मेट चाहिँ नि उहाँहरूले चाहिँ नि निकाल्नु भयो। उहाँले भन्नुभयो तपाईँलाई आफैलाई बसेर लेख्न गाह्रो हुन्छ भने हामीले यस्तो एउटा फर्मेट सोचेका छौँ जहाँ चाहिँ नि अर्को व्यक्तिले तपाईँका कुराहरू चाहिँ नि खोतल्नेछ, अनि त्यो अर्को व्यक्तिले खोतल्दै गइसकेपछि अनि तपाईँलाई चाहिँ नि बढ्ता आफ्ना कुराहरू बाहिर निकाल्न, सेयर गर्न चाहिँ नि सहज हुन्छ होला भन्ने हिसाबको प्रस्ताव राख्नुभयो। यसमा चाहिँ नि म कता कता आकर्षित भएँ कि यो चाहिँ नि सम्भव होला जस्तो त लाग्यो। तर त्यो बिन्दुमा के भयो भने कोसँग गर्ने त, होइन? अब जोसँग गरिन्छ त्यो व्यक्तिसँग एकदमै सहज वातावरण हुनु पऱ्यो, एक किसिमको आत्मीयता पनि हुनु पऱ्यो। अनि कोसँग गर्ने भन्दाखेरि उहाँहरूले धेरै नाम भन्नुभयो, त्यस पश्चात यज्ञेशजीको नाम लिनुभयो जोसँग मैले गरेँ। अनि यज्ञेशजीको नाम लिँदाखेरि चाहिँ मलाई कता कता त्यो बिन्दुसम्म यज्ञेशजीलाई मैले व्यक्तिगत हिसाबमा त्यति मैले चिनाजानी भएको थिएन। उहाँलाई मैले व्यावसायिक हिसाबबाट चाहिँ नि विभिन्न ठाउँमा विभिन्न समारोहमा चाहिँ नि भेटघाट हुन्थ्यो, कहिले कहिले मेरो अन्तर्वार्ता पनि लिनुभएको थियो। त्यसको आधारमा चाहिँ नि मलाई के लाग्यो भने सायद यज्ञेशजी चाहिँ नि ठिक हुनुहुन्छ होला जस्तो लाग्यो कि, किनकि यज्ञेशजी खालि एउटा राइटर, एउटा पत्रकार मात्रै नभएर उहाँ एकदमै गम्भीर चलचित्र क्रिटिक पनि हो। र चलचित्र क्रिटिक खालि नेपाली चलचित्रहरूको मात्रै नभएर अन्तर्राष्ट्रिय चलचित्रहरू पनि क्रिटिक गर्नुहुन्छ उहाँ। र उहाँको व्यक्तित्व पनि त्यस्तै छ, अलिकति सहज टाइपको। अनि जब उहाँको नाम आयो तब मलाई चाहिँ नि लाग्यो कि यो व्यक्तिसँग चाहिँ नि म गर्न सक्छु होला जस्तो लाग्यो। र सुरुवातमा जब पुस्तक लेख्न थाल्यो मैले के सोचेको थिएँ भने पुस्तक नै लेख्ने हो, अब 1 वर्षमा त म्याक्सिमम् 1 वर्ष जस्तोमा त सकिएला, नत्र 6 महिनामै सकिएला जस्तो पनि लागिरहेको थियो कि। तर जब हामी पुस्तक लेख्दै 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 गयो हामीलाई 3 वर्षभन्दा पनि बढी लाग्यो है। अनि यज्ञेशजी र मेरो सहकार्य यति गहिरो र यति निकट हिसाबबाट हुन गयो कि मैले उहाँसँग आफ्ना व्यक्तिगत कुराहरू सायद आफ्नै परिवारसँग सेयर नगरेका कुराहरू पनि उहाँसँग सेयर गर्न पुगेँ कि। त्यति आत्मीयता पनि भयो, त्यति सहजता पनि भयो। र त्यही हो, अब समय चाहिँ नि एकदमै लाग्यो, हामीले सोचे भन्दा धेरै नै समय लाग्यो।
अब धेरै कहिले कहिले म भ्रमणमा आउँदाखेरि पनि हामी व्हाट्सएपमा चाहिँ नि कुरा गरेर पनि त्यो पुस्तकलाई अगाडि बढाइरहन्थ्यौँ। तर त्यो हुँदाहुँदै पनि समय चाहिँ अत्यन्तै नै लाग्दो रहेछ। त्यसलाई एकदमै विस्तृत रूपमा, त्यसलाई एउटा गहिराइमा आफ्ना सबै कुराहरू चाहिँ नि लेख्नमा। र यो पुस्तकमा खालि मेरा जीवनी, मेरो बाल्यकाल, मेरो परिवार, मेरा व्यक्तिगत अनुभवहरू मात्रै पनि छैन। यो पुस्तकमा समाजप्रतिको मेरो दृष्टिकोण, धर्मप्रतिको मेरो दृष्टिकोण, राजनीति, मनोविज्ञान प्रतिको दृष्टिकोण, यी सबै कुराहरू पनि छन्। त्यसले गर्दाखेरि पनि यो पुस्तक लेख्नको लागि अलिक बढी समय लाग्यो होला। तर यी सबै पाटाहरू खोतल्नको लागि यज्ञेशजी चाहिँ नि सही व्यक्ति हुनुहुँदो रहेछ कि, किनकि यो सबै पाटाहरूलाई उहाँले पनि एकदमै आत्मसात पनि गर्नुभएको छ र बुझ्नु पनि हुन्छ। यो मान्छेले दुईवटा किसिमको कथा भन्छ अरे। एउटा कथा चाहिँ संसारलाई भन्ने कथा, अनि एउटा चाहिँ आफूले आफूलाई भन्छ नि कथा। तपाईँको जुन पुस्तक छ, तपाईँले जुन संसारलाई जुन कथा सुनाउनु भयो, के त्यो त्यही कथा हो जुन तपाईँले आफूलाई आफूलाई सुनाउनुहुन्छ? होइन, पुस्तकमा चाहिँ नि म असाध्यै अनेस्ट भएको छु। त्यस कारण पनि मैले एकदमै आफ्नो बायोग्राफी लेखिहालौँ भनेर पहिलो प्रस्तावमै आँटिन हालेको कारण त्यही नै हो। किनकि यदि मैले लेखेँ भने चाहिँ म चाहन्थेँ कि मेरा वास्तविक कुराहरू नै आओस्। म अलिकति संवेदनशील कहाँ मात्र भएँ भने जहाँ चाहिँ नि मैले आफ्नो जीवन अगाडि बढाउने क्रममा विभिन्न व्यक्तिहरू मसँग ठोकिनु भएको छ, चाहे महिला होस् चाहे पुरुष होस्, विभिन्न व्यक्तिहरू ठोकिनु भएको छ। उहाँहरूको बारेमा चाहिँ नि कति गहिराइमा जाने भन्ने कुरामा चाहिँ नि म अलिकति संवेदनशील भएँ, किनकि त्यहाँ मेरो मात्रै कुरा भएन, अर्को व्यक्ति पनि जोडिएको छ। अब जीवनको विभिन्न बिन्दुमा चाहिँ नि ती व्यक्तिहरूसँग भेटघाट भएको छ र त्यो व्यक्तिहरू अहिले आएर कालान्तरमा आफ्नो विभिन्न बिन्दुमा हुनुहुन्छ र त्यो टाइममा भेटघाट भएको, त्यो टाइममा एक आपसलाई अनुभव गरेको आधारमा अर्को व्यक्तिको बारेमा पनि एकदमै गहिराइमा लेख्दाखेरि चाहिँ कता कता मलाई अप्ठ्यारो लाग्थ्यो। त्यस कारण म अर्को व्यक्तिको पाटोमा चाहिँ अलिकति संवेदनशील भएँ। तर जहाँसम्म मेरो आफ्नो अनुभवहरू छ, मेरो आफ्नो सोचाइ छ, मेरो आफ्नो जीवन छ, मेरो बाल्यकाल छ, मेरो भोगाइ छ, त्यो चाहिँ नि एकदमै म त्यसमा असाध्यै नै अनेस्ट भएर नै चाहिँ नि मैले पुस्तकमा लेखेको छु। र त्यो अनेस्टली गर्दाखेरि पनि कहिले कहिले आफ्नो वरिपरिको व्यक्तिहरूलाई चाहिँ नि अलिकति अचम्म पनि लाग्दो हो, होइन? गर्लफ्रेन्डको कुराहरू पनि छ अरे। अब केटीहरूको कुराहरू पनि छ, होइन? अब फेरि केटीहरू भनेको कस्तो हुन्छ, महिलाहरू अब आफ्नै जिउने क्रममा महिला पुरुष भन्दा पनि व्यक्तिहरू भेटिन्छ र त्यो व्यक्तिको बारेमा जति व्यक्तिहरू भेटिन्छ, सम्पूर्ण सबै व्यक्तिकै बारेमा चाहिँ चाहिँ नि समावेश व्यक्तिले गर्दैन। समावेश कसलाई गर्छ भने जो व्यक्तिले जुन समयक्रममा त्यो व्यक्तिसँग भेट भएको छ, आफ्नो सोचाइ, आफ्नो भावना, आफ्ना बुझाइलाई कहीँ न कहीँ उसले असर पारिदिएको छ भने, होइन? त्यस कारण ती व्यक्तिहरू चाहिँ मेरो पुस्तकमा समावेश छन्। अब महिलाहरू पनि समावेश हुनुको कारण किनभने खालि उहाँहरूसँग सङ्गत गरेकै आधारमा मात्रै होइन कि ती महिलाहरू चाहिँ समावेश गरिएको छ। जो महिलासँग मैले भेट्दाखेरि त्यो बिन्दुमा मेरो सोचाइ, मेरो वातावरण, मेरा अनुभवहरूलाई उहाँहरूले कहीँ न कहीँ प्रभाव पारिदिनु भएको छ र त्यो प्रभाव चाहिँ नि मानिसको मानसपटलमा, मन मस्तिष्कमा चाहिँ नि असाध्यै दिगो रूपमा बसिरहँदो रहेछ कि हामी सिनेमामा पनि भन्छौँ कि जस्तो मैले धेरै चलचित्र गरेँ, म धेरैजनालाई यो भन्ने पनि गरेको छु। धेरै व्यक्तिहरूले चलचित्रहरू हेर्नुहुन्छ, धेरै वर्षसम्म हेर्नुभयो, आजको बिन्दुमा 25औं-30औं वर्षपछि उहाँहरूलाई भेट्दाखेरि उहाँहरूले कुन चलचित्र हेरेँ भन्ने फ्याट्टै नाम नआउला, त्यो चलचित्रको कथा के हो भन्ने पनि फ्याट्टै उहाँहरूले भन्न सक्नुहुन्न। तर असर कहाँ परिरहेको हुन्छ भने त्यो चलचित्र हेर्न जाँदा हेर्दा उहाँहरूको भावनामा के असर परेको थियो त्यो चाहिँ नि दिगो रूपमा रहँदो रहेछ कि। त्यस कारण पनि त्यो कलाकारलाई चाहिँ एकदमै आत्मीयताका साथ चाहिँ उहाँहरूले हेर्नुहुन्छ। अब जस्तै कुनै व्यक्ति मका आएर म तपाईँको डाई हार्ड फ्यान भनेर ल मेरो 5वटा चलचित्र भन्यो भने भन्न नसक्नुहुन्छ होला।
चलचित्रको कथा पनि उहाँहरूले चाहिँ एकदमै कण्ठ पनि नहुन पनि सक्छ, तर कुनै न कुनै बिन्दुमा त्यो चलचित्र हेर्न जाँदाखेरिको भावना, त्यो चलचित्र हेरिसकेपछिको असर चाहिँ उहाँहरूले आफ्नो मन मस्तिष्कमा बोकि नै रहनु भएको छ। अनि अन्य कुराले पनि त्यही नै हो, तपाईँले जीवनमा भेटेका व्यक्तिहरूले पनि तपाईँमा कस्तो किसिमको भावना छोड्यो भन्ने कुराले चाहिँ सबैभन्दा ठुलो प्रभावकारी भूमिका खेलिरहेको हुन्छ। किनकि भेट्न त हजारौँ भेटिन्छ, हजारौँ व्यक्ति सबैलाई सम्झिँदा पनि सम्झिँदैन, हजारौँसँग समय पनि बिताइएका हुन्छ। उहाँहरूसँग चाहिँ तपाईँले आफ्नो जीवनी लेख्नुभयो, आफ्नो जीवनको अनुभव, आफ्नो जीवनको कथा कसैलाई भन्नुभयो भने ती सबै व्यक्तिहरू समावेश नहुन पनि सक्छ। तर कति व्यक्तिहरू बरु तपाईँले लामो समय बिताएको व्यक्ति पनि समावेश नहुन सक्छ, तर छोटो समय बिताएको व्यक्तिले यदि तपाईँको भावनामा असर पारिदिएको छ भने त्यो दिगो रूपमा रहिरहेको हुन्छ। त्यस कारण सबभन्दा ठुलो कुरा त्यही नै हो कि तपाईँले के हेर्नुभयो, के सुन्नुभयो, के अनुभव गर्नुभयो भन्दा पनि के भावनाबाट तपाईँ त्यो गुज्रिनु भयो, त्यो भावना चाहिँ नि दिगो रहँदो रहेछ सबभन्दा। त्यो इमोसनको कुरा एकछिनपछि हामी गर्ने नै छौँ। अहिले भर्खर जुन तपाईँले भन्नुभयो कि मान्छेले चलचित्रको कथावस्तु बिर्सिन्छन्, तर त्यो फिलिङ्स एउटा इमोसन्स चाहिँ उनीहरूमा कायमै रहन्छ। यो मान्छेको एक थरी कग्नेटिभ मेमोरी भन्छ, एउटा इमोसनल मेमोरी भन्छ होइन। कग्नेटिभ जस्तो अल्जाइमरको पेसेन्टहरू, मान्छेको नाम बिर्सिन्छु यता हुन्छ, तर उहाँलाई आफ्नो नजिकको मान्छेप्रतिको इमोसनल फिलिङ चाहिँ एकदम इन्ट्याक्टै हुन्छ नि, सायद त्यही होला त्यो। अब हामी एकछिन हाम्रो विषयवस्तुतिर फर्कौँ, एडभर्टाइजिङको। तपाईँले विज्ञापन, तपाईँ धेरै विज्ञापनहरूमा काम पनि गरिसक्नुभयो, चाहे तपाईँले त्यसलाई बडा गहिराइले बुझ्नु पनि भएको छ होला। विज्ञापनलाई तपाईँ कसरी डिफाइन गर्नुहुन्छ? एउटा ब्रड, मैले टेक्स्ट बुक डेफिनेसन खोजेँ होइन, यसलाई जीवनसँग गाँसेर एउटा ब्रड डेफिनेसन तपाईँको के हुनेछ? अब टेक्स्ट बुक त एकदम सजिलो छ है, सामान्य मार्केटिङको टुल। अनेस्टली भन्दाखेरि विज्ञापन, एडभर्टिजमेन्ट्सहरू भनेको चाहिँ नि क्यापिटलिजमको चाहिँ नि उपज हो होइन। पुँजीवाद समाजले चाहिँ नि निर्माण गरेको कुरा हो, किनकि व्यक्ति त्यहाँ सबैभन्दा ठुलो चहल पहल केमा हुन्छ भने उत्पादनमा हुन्छ, र त्यो उत्पादन, त्यो प्रभावकारिता कहाँ पाउँछ भने जब त्यसले आफ्नो ग्राहक पाउँछ। सबभन्दा ठुलो उद्देश्य कुनै पनि व्यक्तिले केही कुरा उत्पादन गर्छ भने उसको उद्देश्य चाहिँ नि त्यो उत्पादन गरेको वस्तु धेरै से धेरै ग्राहकमा पुर्याउनु हो। र विज्ञापनले चाहिँ नि हामीले जानेर नजानेर, फेरि हामी सो कल हामी सबैजना जो कन्ज्युमर्सहरू छौँ, हामीले जानेर नजानेर भए पनि हामीले आफ्नो डिसिजन चाहिँ नि 100% प्रयोग गरिरहेको हुँदैनौँ। आफ्नो नेचुरल डिसिजन चाहिँ नि हामीले प्रयोग गरिरहेको हुँदैनौँ। हामीलाई लाग्छ मेरो यो चोइस हो, मेरो यो डिसिजन हो, तर तपाईँको त्यो चोइस र डिसिजन चाहिँ नि कुनै न कुनै सामग्री, कुनै न कुनै कुराले चाहिँ त्यसलाई प्रभाव पारिरहेको हुन्छ। त्यस कारण त्यो पनि छ हामी कन्ज्युमर्सहरूमा। धेरै ठाउँमा हामीलाई के लाग्छ भने हामीले आफ्नो स्वतन्त्र हिसाबले आफ्नो चाहिँ नि चोइस प्रयोग गरिरहेछौँ भनेर हामीले सोच्न सक्छौँ, हामीलाई लाग्न पनि सक्छ। तर त्यो चोइस जुन हामीले गरिरहेको हुन्छौँ, त्यो चोइस चाहिँ नि कुनै न कुनै विभिन्न चिजहरूले चाहिँ तपाईँलाई प्रभावित पारेर तपाईँ त्यो चोइसमा चाहिँ नि आउनुभएको हुन्छ, र त्यो प्रभावित पार्ने वातावरण चाहिँ नि विज्ञापनले गर्छ। त्यो विज्ञापनलाई तपाईँहरूले गम्भीरतापूर्वक लेता नलेता पनि कहीँ न कहीँ तपाईँको सबकन्सियसमा बसिरहेको हुन्छ, र त्यो सबकन्सियसमा यस्तो दिगो हिसाबले बस्छ कि भोलि गएर तपाईँलाई, मैले त एकदमै स्वतन्त्र हिसाबले मेरो मर्जी हो, मैले छानेको कुरा हो, त्यस कारण मैले यो लिन्छु भनेर लिँदाखेरि पनि तपाईँको सबकन्सियसमा भएका यी सबै प्रचारका सामग्रीहरू र त्यो प्रचारका सामग्री बारेमा तपाईँको वातावरणमा गरिएका कुराहरू र तपाईँको वातावरणमा अन्य व्यक्तिहरूले चाहिँ नि प्रयोग गरेका चाहिँ नि उदाहरणहरूबाट चाहिँ नि तपाईँले चोइस लिएर आउनुहुन्छ। त्यस कारण तितो सत्य चाहिँ नि विज्ञापनले यही नै गर्छ। विज्ञापनले हाम्रो मनोविज्ञानमा चाहिँ नि असर पार्न खोज्छ, र तपाईँहरूले चाहिँ हामीलाई चाहिँ नि हाम्रो आफ्नो चोइस गरिरहेछौँ भन्ने चाहिँ नि एउटा इल्युजन जस्तो चाहिँ नि क्रिएट गरिदिन्छ। त्यस कारण यो चाहिँ नि मान्नुपर्छ कि यो असाध्यै प्रभावकारी माध्यम हो। यो प्रभावकारी माध्यम भएकै हुनाले विज्ञापनको चाहिँ नि यति चहल पहल छ।
प्रडक्टभन्दा बढी व्यक्तिले चाहिँ त्यो प्रडक्टलाई कसरी बेच्ने भन्ने कुरामा बढ्ता दिमाग ख्याउँछ। प्रडक्ट बनाउनुभन्दा पनि त्यो प्रडक्टलाई चाहिँ नि कन्ज्युमरको चोइसमा कसरी पार्ने भन्ने कुरामा चाहिँ नि बढ्ता दिमाग ख्याइरहेको हुन्छ, बढ्ता चाहिँ नि त्यसमा चाहिँ नि विभिन्न व्यक्तिहरू संलग्न भइरहेको हुन्छ। त्यही नै हो विज्ञापन। म चाहिँ यो प्रोडक्ट र सर्भिसभन्दा एक स्टेप अगाडि जान चाहन्छु। जस्तो मान्छेले आफ्नो पनि त विज्ञापन गर्छ। आजकल त सोसियल मिडियाको जमाना छ, हामी बिहानदेखि बेलुकासम्म पोस्ट गरेर हुन्छन्। कसैले फोटो पोस्ट गरिरहेको छ, कसैले विचार पोस्ट गरिरहेको छ, कसैले लाइफस्टाइल, कसैले आफ्नो गाडी देखाएको छ ठुल्ठुलो। यो हाम्रो व्यक्तिको विज्ञापन होइन, मतलब आइदर आइडेन्टिटीको होस्, लाइफस्टाइलको होस्। हामी त कन्टिन्युसली बिहानदेखि बेलुकासम्म आफूलाई विज्ञापनै गरिरहेका छौँ नि, होइन? खालि प्रोडक्ट वा सर्भिसेसले मात्रै त गर्दैन। त्यही त अहिले हामीले गरेकै उदाहरणबाट पनि हामी हेर्न सक्छौँ कि विज्ञापन भन्ने चिज कति फितलो चिज रहेछ त। किनकि हामीले आफ्नो विज्ञापन गर्दाखेरि पनि हामीले आफ्नो लो पोइन्ट्सको त विज्ञापन गर्दैनौँ, आफ्नो सबैभन्दा हाई पोइन्ट्सको विज्ञापन गर्छौँ। कुन बेलामा राम्रो लुगा लगाएका छौँ, कुन बेलामा अनुहार राम्रो देखिएको छ, कुन लाइटमा गयो भने अनुहार बढी राम्रो देखिन्छ, कुन सामग्रीहरू चाहिँ नि वस्तुहरू आफ्नो पृष्ठभूमिमा राख्यो भने फोटो बढ्ता आकर्षित हुन्छ। ती सबै सोचेर सुनियोजित हिसाबबाट हामीले आफ्नो फोटो खिचेर ती फोटोहरू मात्रै हामीले अपलोड गर्छौँ। तर त्यो एउटा त्यो मोमेन्ट जुन तपाईँले क्याप्चर गरेर तपाईँको प्रतिनिधि गरेर चाहिँ तपाईँले अपलोड गर्नुभयो, 12 महिना 7 काल 24 घन्टा त तपाईँ त्यो स्थितिमा हुनुहुन्न लाइफमा। 24 घन्टा पनि किन, तपाईँले त्यो फोटो खिच्ने बित्तिकै अर्को 2 घन्टापछि तपाईँको चाहिँ नि मुड अर्कै हुनसक्छ, तपाईँको अनुहार अर्कै हुनसक्छ, तपाईँ अर्कै वस्त्रमा लाएर बसिरहेको हुन सक्नुहुन्छ। त्यस कारण विज्ञापन भनेको यस्तो एउटा इल्युजन रहेछ भन्ने त त्यसैले नै साबित गरिदिन्छ। हामीले अहिले नै आफ्नो चाहिँ नि सोसियल मिडियाका क्रियाकलापहरू हेऱ्यौँ भने कति भ्रमित रहेछ भन्ने कुरा त त्यसैले साबित गरिदिन्छ। अब यो चाहिँ नि हामी व्यक्तिगत संलग्नता हामीले कहिलेबाट जनाउन थाल्यो भने जबबाट सोसियल मिडिया इन्टरनेटहरू आयो। तर विज्ञापन त त्योभन्दा पनि अगाडि थियो। भनेपछि कति सदियौँदेखि विज्ञापनले चाहिँ नि कस्तो किसिमको इल्युजन चाहिँ नि हामीमा क्रिएट गरिरहेको रहेछ। ह्याभ अ कोक एन्ड अ स्माइल भन्छ, कोक खाएर स्माइल आउने त होइन। अझ पहिला त विज्ञापन गर्थ्यो एकदम चुरट पिएर एकदम घोडामाथि चढेर मचो म्यान बनेर। मानिलियो कि त्यो चुरट पिएपछि चाहिँ नि मर्दको चाहिँ नि मर्दाङ्गी आउँछ, उसको मसल त्यत्तिकै आउँछ भनेर। तर त त्यसले त उल्टो असर पारिरहेको हुन्छ, भएको मसल पनि सुकाएर पठाइदिन्छ। त्यस कारण विज्ञापनले यस्तो एउटा इल्युजन क्रिएट गर्छ कि जुन इल्युजन हामीले पनि अहिले क्रिएट गरिरहेछौँ। हामीले जति पनि हामीले कुराहरू सामग्रीहरू हामीले राख्छौँ, त्यो सामग्री हामीले कहिले राख्छौँ? आफ्नो सबभन्दा सुखद क्षण, आफ्नो सबभन्दा हाइलाइटको क्षण, छ्या यसमा त म राम्रो देखाएको छैन, आज त कुनै पनि अपलोड गर्दिनँ, ओ आज त गजब आएछ, यो अपलोड गर्नुपर्छ, होइन? त्यस कारण हामीले पनि अरूलाई इल्युजन दिइरहेछौँ अनि अरूको इल्युजनबाट आफू प्रभावित भइरहेछौँ। अरूका राम्रा फोटोहरू, राम्रो चिज देखेर ओहो त्यस्तो राम्रो उसको मेरो किन राम्रो भएन भनेर, अनि त्यसमा फेरि अर्को कम्पिटिसन जस्तो चल्न थाल्छ, कम्पेयरिङ हुन थाल्छ। त्यस कारण त्यही नै हो विज्ञापनको तितो सत्य चाहिँ त्यही नै हो है। तर हामी अहिले विज्ञापनको तितो सत्यबारे कुरा गरिरहेको छौँ। म एड फिल्म मेकर हुँ, तपाईँ त्यसो काम गर्नुहुन्छ। हाम्रो विज्ञापन धरापमा नपरोस् आशा गर्छु। होइन, विज्ञापन धरापमा पर्दैन। तर के छ भने हाम्रो करियर, विज्ञापनको करियर चाहिँ होइन, अब प्रडक्ट हामीले अब युज गर्नै नै पर्छ होइन। समाजमा आइसकेपछि हामी अहिले हामी जो यहाँ बसिरहेछौँ, हामी सबै चाहिँ नि सबै प्रडक्टलाई नै समावेश गरेर चाहिँ हामी उपस्थित भइरहेछौँ। यो बसेको कुर्सीबाट लिएर, योबाट लिएर, लाइट्सबाट लिएर, यो बसेको कुर्सी, हामीले लगाएको लुगा, अरू के छ त्यो सबै प्रडक्ट हो होइन। त्यसलाई हामीले कुनै न कुनै बिन्दुमा चाहिँ नि किनेको हो। अब यही हल बनाउँदाखेरि पनि यो कुर्सीहरू पनि कुनै न कुनै बिन्दुमा व्यक्तिले चोइस गरेर छनौट गरेर यो डिजाइनको कुर्सी भन्दा त यो डिजाइनको राम्रो छ, फलाना कम्पनी भन्दा फलाना कम्पनीको राम्रो छ भनेर गएर किनेर लिएर आएको हो। त्यस कारण त्यो प्रडक्ट त युज गरिहाल्नुपर्छ। अब त्यो प्रडक्ट युज गर्दाखेरि व्यक्तिहरूले आफ्नो विभिन्न कुराहरू उसको भन्दा मेरो राम्रो छ, मेरो भन्दा उसको राम्रो छ भनेर। तर खालि के हुनुपर्छ भने हामी कन्ज्युमरहरू चाहिँ नि अलिकति आफू कन्सियस भएर जबसम्म सकिन्छ
अब यो त त्यति प्र्याक्टिकल व्यवहारिक कुरा त होइन, तर जहाँसम्म सकिन्छ एकदमै उपभोक्तामुखी एकदमै नबहकिएर आफूलाई चाहिने, आफूलाई उपयुक्त हुने चिजको छनौट चाहिने एकदम अलिकति कन्सियसली गर्न सक्यो भने राम्रो हुन्छ। होइन, मेरो भनाइ चाहिँ प्रडक्ट र सर्भिसले गर्नुपर्ने त बाध्यता छ होइन। उनीहरू किनभने सामान बिकाउनु पऱ्यो, हामीलाई के बिकाउनु छ भने बिहानदेखि बेलुकासम्म मान्छे लागेका छन् कि आफ्नो विचारले दुनियाँ नबदेको 40 वर्ष भइसक्यो, त्यही पनि आफ्नो टुक्री विचार राखेका छन् यो किन गर्नु पऱ्यो मैले भने आफ्नो विज्ञापन विचार भनौँ न एउटा आइदर आफ्नो फिलोसफीको होस् अथवा आफ्नो लाइफस्टाइल पर्सनालिटी, वाइ डु वी निड टु एडभर्टाइज? चुप लाएर बस्नु हुँदैन? तपाईँलाई थाहा छ मेरो व्यक्तिगत धारणा चाहिँ नि के छ भने तपाईँको त बाध्यता छ, तपाईँ त पब्लिक लाइफमा हुनुहुन्छ, तपाईँको त होइन, तपाईँले विज्ञापन गर्नु बाध्यता होला कि होइन। तर एउटा कमन मान्छेको त्यो आवश्यकता, किनभने मान्छेको सबैभन्दा ठुलो रुचिको विषय के हो? यसो हेर्दा व्यक्ति पछि लाग्दो हो कि यसको सबभन्दा रुचिको विषय यो होला त्यो होला, मान्छे विभिन्न भौतिक सामग्रीको पछाडि भागिरहेछ, सबभन्दा यो भागिरहेछ, मेरो फेभरेट यो होला भनेर भन्छ होला। तर मूलभूत रूपमा तपाईँले मान्छेको सबैभन्दा रुचिको विषय के हो भनेर तपाईँले मूल्याङ्कन गर्नुभयो भने मान्छेको सबैभन्दा रुचिको विषय अर्को व्यक्ति हो। र त्यो अर्को व्यक्ति भएकै कारणले अन्य अरू वस्तु र सामग्रीहरूले चाहिँ महत्त्व राखिरहेको हुन्छ। तपाईँले लगाएको, तपाईँले उपयोग गरेकोबाट लिएर राम्रा राम्रा कुराहरू बनाउने, प्रडक्ट्सहरू युज गर्ने, यो गर्ने, त्यो किन भइरहेछ? मान्छेहरू त्यसप्रति आकर्षित किन भइरहनु भएको छ भने मान्छे समाजमा बसिरहेको छ। समाजै नहुँदो, तपाईँ एक्लै व्यक्ति हुँदो, तपाईँलाई भयोभरको सबै प्रडक्ट दिन्छु भन्यो भने तपाईँलाई महत्त्व लाग्छ? त्यो महत्त्व नै लाग्दैन। त्यस कारण मान्छेको सबैभन्दा रुचिको विषय अर्को व्यक्ति हो। अब यो त प्रडक्टको कुरा हो। त्यो मनोविज्ञानले काम गरिरहेको हुन्छ भने अर्को व्यक्तिको सोचाइ के छ मा पनि मान्छेले इन्ट्रेस्ट लिइरहेको हुन्छ। मेरो सोचाइ अर्को व्यक्तिले चाहिँ ग्रहण गरेको गरेन, मेरो विचार अर्कोले ग्रहण गरेको गरेन, मेरो उपस्थिति अर्कोले चाहिँ नि स्वीकार्यो कि स्वीकारेन, म कस्तो देखिएको छु, म को हुँ, मैले भनेका कुराहरू के हुन्, त्यो अर्को व्यक्तिले चाहिँ ग्रहण गरेको गरेन, त्यसमा सहमति जनायो कि जनाएन, त्यसमा अझ अहिलेको ट्रेन्डमा त कस्तो कस्तो किसिमको चाहिँ नि धारणाहरू विभिन्न व्यक्तिहरूले राखे मेरा कुराहरूमा, चाहे त्यो सानो से सानो कुरा किन नहोस्। एउटा त्यतिकै एउटा व्यक्तिले खालि आफ्नो राम्रो अनुहार मात्रै राख्यो भने पनि उसले किन राखिरहेछ भने मेरो राम्रो अनुहार हेरेर अरू व्यक्तिको चाहिँ नि प्रतिक्रिया के हुन्छ त? सबैभन्दा ठुलो इन्ट्रेस्ट त त्यसले खेलिरहेको हुन्छ नि। उसले खालि त्यत्तिकै राखिरहेको छैन, ऊ एक्लै मात्रै हुँदो, त्यो कसैले पनि नहेर्ने हुँदो भन्यो भने त उसले कुनै पनि राख्दैन। त्यस कारण मान्छेलाई त्यो खाँचो छ। र हरेक व्यक्तिको भनाइ, धारणा, पर्सपेक्टिभ भनेको त फेरि व्यक्ति अनुसारकै नै आउने हो नि। र हरेक व्यक्तिलाई तपाईँ एकदमै भयङ्कर बौद्धिक मात्रै हुनुपर्छ, तपाईँका एकदमै रिसर्च गरेर गहकिला कुराहरू मात्रै आउनुपर्छ सोसियल मिडियामा भन्ने हुँदैन। किनकि कोही व्यक्तिहरू त्यति बौद्धिकताको त्यो मापदण्डमा पनि नहुन सक्छ, उहाँहरूलाई रिसर्च गर्न पनि नमन लाग्न सक्छ, तर फेरि उहाँहरूको पनि त केही न केहीको भनाइ त छ, केही न केही दृष्टिकोण राख्न चाहनुहुन्छ। आफ्नै बिन्दुबाट आफ्नै तरिकाबाट उहाँहरूले राख्नुहुन्छ, त्यो स्वतन्त्रता त हुनु पर्यो। अब त्यो सबै व्यक्तिले चाहिँ त्यही दृष्टिकोणबाट त्यसलाई हेर्छ हेर्दैन भन्ने कुरा अर्को पाटोको कुरा हो। तर हामी समाजमा चाहिँ नि हामी बेग्ला बेग्लै हुनुको मुख्य कारण के हो भने अरू अन्य कुराहरू हाम्रा समान भए तापनि एज अ ह्युमन स्पिसिस त हामी एउटै हौँ होइन। इमोसन्सहरू, हार्मोन्सहरू हामीमा सबै एउटै हुन्छ। खालि फरक के हुन्छ भने हाम्रो इन्टेलेक्टमा मात्रै अलिअलि फरक हुने हो, घटबड हुने हो। दाजुभाइमै पनि किन फरक हुन्छ भने इन्टेलेक्टले गरेर फरक हुने हो होइन। कोही साइन्टिस्ट बन्छ, कोही साइकल मेकानिक बन्छ, त्यो त उसको इन्ट्रेस्टको विषय हो। तर यस्तो पब्लिक प्लेटफर्म आइसकेपछि त फेरि हरेकलाई चाहिँ नि आफ्नो आफ्नो दृष्टिकोण, आफ्नो आफ्नो पर्सपेक्टिभबाट राख्ने अधिकार त छ, स्वतन्त्रता त छ। मैले सिर्जनामा पनि यही भन्छु कि जब व्यक्तिहरूले भन्छ नि होइन यो फिल्म चाहिँ नि फिल्महरू यस्तो यस्तो मात्रै बन्नु पऱ्यो, यस्तो बन्नु भएन भनेर भन्नुहुन्छ, मैले भने फिल्म भन्ने कुरा त व्यक्तिको एक्सप्रेसन हो,
कोही पनि क्रिएटरले आफ्नो दृष्टिकोणबाट आफ्नो एङ्गलबाट केही कुराहरू पेश गर्न चाहन्छ भने उसलाई फिल्म बनाउने स्वतन्त्रता हुनुपर्छ। त्यो बेग्लै कुरा हो। कतिजनाले त्यसलाई ग्रहण गर्नुहुन्छ, कतिजनाले त्यसलाई रुचाउनुहुन्छ, कतिजनाले तारिफ गर्नुहुन्छ। भोलि गइसकेपछि सरकारी निकायहरूले चाहिँ त्यसलाई कसरी च्यानलाइज गर्ने यो सामग्रीलाई भनेर उहाँहरूले अर्को तरिका अपनाउनुहुन्छ होला। तर सृजना गर्ने व्यक्तिलाई चाहिँ आफ्नो आफ्नो क्षमताअनुसार सृजना गर्ने स्वतन्त्रता चाहिँ नि हुनुपर्छ होइन, यदि सही लोकतान्त्रिक हो भने। त्यो चाहिँ नि छ। त्यस कारण सोसियल मिडियामा पनि सबैले यो बकवास लेखे, यसको मात्रै गहकिलो छ, यसको बौद्धिकता आयो, यिनीहरू चाहिँ चाहिने नचाहिने कुराहरू लेखिरहेछन् भन्ने। किनकि चाहिने नचाहिने लेखिरहेको व्यक्तिहरूको पनि स्वतन्त्रता छ आफ्नो चाहिने नचाहिने कुराहरू व्यक्त गर्नको लागि। किनकि उहाँहरूको चाहिँ नि फेरि त्यही नै किसिमको चाहिँ नि पर्सपेक्टिभ हुनसक्छ। यो सोसियल मिडियाको कुरा गर्दाखेरि अचेल यो भर्च्यु सिग्नलिङ भन्छ नि, सद्गुण सङ्केतन। मान्छेले अहिले सामाजिक सञ्जालमा हेऱ्यो सबै सद्गुणी, दुर्गुण भएको त कोही मान्छे नै छैन। यदि समाज यति सद्गुणी छ, यदि त्यति नै सद्गुणी छ जति सामाजिक सञ्जालमा देखिन्छ भने हामी त एउटा आदर्श समाजमा बाँचिरहनु पर्ने, हामी त राम राज्यमा बाँचिरहनु पर्ने हो नि त। तपाईँले सामाजिक सञ्जालमा कुनै यस्तो विचार देख्नुहुन्न जो दुर्गुणी होस्। एभ्रिबडी वान्ट्स टु बी पोजिटिभ, एभ्रिबडी इज टकिङ अबाउट दिस द्याट गुड थिङ्स इन लाइफ होइन। एज इफ त्यो मान्छेको दिमागमा कुनै नेगेटिभिटी नै छैन, कसैप्रति कुनै गुनासो नै छैन। वी आर नट लिभिङ इन द्याट काइन्ड अफ सोसाइटी होइन। त्यसो भएर आर वी यो अनलाइनको संसार र अफलाइनको संसार आर दे कम्प्लिटली डिट्याच्ड एक अर्कादेखि एकदमै भनौँ न, कुनै यिनीहरूको सम्बन्धै छैन कि? डिट्याच त म भन्दिनँ, किनकि विभिन्न व्यक्तिको चाहे त्यो पोजिटिभ कुरा नै किन होस्, पोजिटिभ कुराहरू ग्रहण लिने कुराहरू पनि समूहमा विभाजित हुन्छ कि। तपाईँले पनि पोजिटिभ कुरा गर्नुभयो, मैले पनि पोजिटिभ कुरा गरेँ, हामीले दुईटाको पोजिटिभ कुरा चाहिँ हामीले 100जनालाई सम्प्रेषण गऱ्यौँ भने पोजिटिभिटी मात्रै होइन कि सद्गुण भएभरको आफ्नो गुण छ नि। म राम्रो हो, म गुणी। तपाईँले गुणी कुरा गर्नुभयो, मैले पनि गुणी कुरा गरेँ र त्यसलाई ग्रहण गर्ने 100जना व्यक्ति भयो भने त्यो 100जना व्यक्ति कति तपाईँसँग जाने कति मसँग जाने मात्र विभाजित भइहाल्छ। हामीले भयङ्कर रामराज्यकै कुरा गऱ्यौँ भने पनि त्यो चाहिँ नि न सबैजना एकातिर आउँछ न अर्कोतिर जान्छ। त्यसकारण त्यस्तो किसिमको विभाजन त भइ नै हाल्छ। अनि त्यस कारण इन्टरनेट र सोसियल मिडियामा हामीले जो इको च्याम्बर्सहरू भन्छौँ नि, इको च्याम्बर्स देखेको भने मतलब जहाँ जहाँ आफूलाई सही लाए त्यहाँ त्यहाँ चाहिँ नि व्यक्ति तानिन्छ र त्यो तानिने बित्तिकै चाहिँ नि त्यहाँ समूहहरू चाहिँ नि खडा हुन्छ होइन। र सबैभन्दा अहिले जटिलता त के छ भने सबै कुराका चाहिँ नि समूहहरू र ग्रुपहरू खडा भइसकेपछि अर्को एउटा बाहिरी व्यक्तिलाई चाहिँ कुन चाहिँ नि आखिर चाहिँ नि पर्फेक्ट र ठिक हो भन्ने कुरा चाहिँ नि निर्धारित गरेर गार्नुपर्छ, या सत्य के हो भन्ने कुरामा पनि निर्धारित गर्न पार्नुपर्छ। सबैले आफ्नो आफ्नो पर्सपेक्टिभ बनाएको छ, सबैको पर्सपेक्टिभमा चाहिँ नि कुनै न कुनै समूहगत हिसाबबाट बाँडिएको छ मान्छेहरू भन्दाखेरि त अर्को एउटा चाहिँ नि एकदमै अब्जेक्टिभली हेर्ने व्यक्तिले आखिर सबैजनाको चाहिँ नि फलोवर्सहरू छ, सबैजनालाई चाहिँ नि कुनै न कुनै समूहले चाहिँ नि सहमति जनाइरहेछ भने आखिर यो सबै कुराहरू मध्येमा सबैभन्दा सत्य चाहिँ नि के हो त भनेर पत्ता लगाउनु चाहिँ नि त्यो चाहिँ नि विडम्बना छ आज। त्यस कारण त्यो जटिलता चाहिँ नि छ अहिले हामीले। किनकि यतिका पहिला बरु हामीलाई लाग्थ्यो कि एउटा स्रोतबाट आएको कुरा यही नै सत्य हो भन्ने कुरा, तर अब अहिले त सत्य पनि यति एउटा उसमा भर्जनमा आएको हुन्छ कि सही सत्य पत्ता लगाउने व्यक्तिलाई पनि गाह्रो हुन्छ कि सत्य के हो भन्ने कुरा। र त्यो सत्य सायद सही सत्य पनि अलिकति कमजोर सत्यको चाहिँ नि आडमा लुकिरहेको हुनसक्छ। त्यस कारण त्यो जटिलता चाहिँ नि छ अहिले, सोसियल मिडियाको जटिलता चाहिँ छ। अब त्यो हुनुको कारण किनभने इट्स फ्री फर अल, हरेक व्यक्ति त्यसलाई चाहिँ नि प्रतिनिधि हुन सक्छ, सबैले आफ्नो आफ्नो प्रतिनिधित्व जनाउन सक्नुहुन्छ, सबैले आफ्नो आफ्नो पर्सपेक्टिभ र आफ्नो आफ्नो हरेक आजकल त मैले अझ भन्ने गरेको छु हरेक व्यक्ति जर्नलिस्ट हो, हरेक व्यक्ति कलाकार हो। कलाकार किन भनेको छु भने टिकटकले त अहिले तपाईँको घरको नातिबाट लिएर बाजे बजैसम्म सबैलाई डान्सर बनाइदिएको छ, सबैलाई एक्टिङ बनाइदिएको छ। कहिले कहिले रेस्टुरेन्टमा बस्दाखेरि
म कलाकारलाई अलिकति लाज लाग्छ, कोही व्यक्ति आएर दाइ म तपाईँको गीतमा टिकटक बनाउँदैछु नाचिदिनुहोस् न भनेर भन्नुहुन्छ। मलाई बरु एकैचोटि नाच्न लाज लाग्छ, उहाँहरूले टिकटक अन गर्ने बित्तिकै मजाले नाच्न थाल्नुहुन्छ। त्यस कारण अब जब कि हामीले सुरुवातमा फिल्म सुटिङ गर्दाखेरि हामी कलाकार बाहेक अन्य व्यक्तिलाई एउटा सानो केही गरिदिनुहोस् न भन्यो भने एकदमै लजाउनुहुन्थ्यो, गर्नै सक्नुहुन्न थियो आजभन्दा 30-35 वर्ष अगाडि। तर आज त घर घरमा मान्छेहरूले एक्टिङ गरिदिनुहुन्छ। अहिले यहाँ म्युजिक बजाउँछ त सबैले यही गरिदिनुहुन्छ, ल क्यामेरा अन भएपछि सबैले एउटा एउटा पोज दिन थाल्नुहुन्छ होइन। अब अन्य पाटोमा पनि त्यही छ, जर्नलिजमको हरेक व्यक्ति आफ्नो आफ्नो हिसाबबाट पत्रकार भइरहेको छ, हरेक व्यक्तिले आफ्ना आफ्ना कुराहरू कभरेज गरिरहेको छ, हरेक व्यक्तिले व्यक्ति पछि आफ्नो प्रतिनिधि जनाइरहेको छ। अब त्यो चाहिँ नि फ्याक्ट हो, यो इन्टरनेटको फ्याक्ट हो। अब यसलाई कसरी एक्सेप्ट गर्ने, कसरी ग्रहण गर्ने, कसरी बुझ्ने भन्ने कुरामा चाहिँ नि फेरि व्यक्तिमै चाहिँ नि निर्भर हुन्छ। अहिले तपाईँले टिकटकको कुरा गर्नुभयो, अझै सबलाई भाइरल हुनु छ है, मतलब जुनसुकै प्रोफेसन होस् जोसुकै होस्, आम मानिसलाई पनि। हुन त तपाईँ यो भाइरल हुने उसबाट बस्नुभयो, यो रोगबाट। यो भाइरलको त फेरि सीमा हुन्छ नि, भाइरस 7 दिन लाग्छ त्यसपछि सिद्धिन्छ। अनि तपाईँको के हो, तपाईँले चाहिँ यो भाइरालिटीले केले सब्स्टिट्युट गर्छ? तपाईँ भाइरल त हुनुहुन्न, बन्न पनि चाहनुहुन्न, तर त्यही पनि तपाईँ राज्य सम्हाल हुनुहुन्छ। सो वाट सब्स्टिट्युट यु भनौँ न, कुन तपाईँको कुन क्वालिटीले चाहिँ मलाई भाइरल बन्नु छैन, म त त्यसै पनि भनौँ न के सबै मान्छे भाइरलै हुनुपर्छ? सबै कलाकार, सबै पत्रकार, सबै भनौँ न सबै विज्ञापनकर्मी सबै विज्ञापन भनौँ न, अथवा यो भाइरल भन्ने कुरा चाहिँ नि अब यो रिलेटिभली नयाँ टर्म्स हो होइन। अब यो सोसियल मिडियाहरू इन्टरनेट आइसकेपछि अब व्यक्ति आफूले गरेको कार्यबाट परिचित चाहिँ नि हुन चाहने चाहिँ नि व्यक्तिको मनोविज्ञान नै हो, परिचित हुन चाहने। तर अब यो भाइरल भन्ने कुरा उहाँले भने जस्तो त्यो 7 दिने फेम, 20 मिनटको फेम, 48 घन्टाको फेम मा चाहिँ नि व्यक्तिहरू चाहिँ नि लालायित भइरहेको देखिन्छ। अब जहाँसम्म मेरो कुरा छ, अहिले टिकटकको कुरा आयो, मसँग फेसबुक छ, इन्स्टाग्राम छ, पेज पनि छ, तर मसँग टिकटकको मेरो फोनमा टिकटकको एप्स पनि छैन, मेरो टिकटकको अकाउन्ट पनि छैन है। तर तपाईँहरूलाई लाग्दो हो कि मेरो टिकटकको अकाउन्ट छ भनेर, किनकि त्यहाँ धेरै फेक पनि छ, फेकको पनि धेरै फलोवर्स छ। उहाँहरूले पनि नक्कली फेसबुक नै लाग्नुहुन्छ कि लेटेस्ट फोटोहरू मैले कता कता अपलोड गरेको लगेर अपलोड गरिदिनै हाल्नुहुन्छ। र त्यो टिकटकको बारेमा अरूले मलाई भन्यो भने मात्रै थाहा हुन्छ, म स्वयंलाई टिकटकको दुनियाँमा के भइरहेछ मलाई थाहै हुँदैन, किनकि मेरो फोनमा टिकटकको एप्स पनि छैन। त्यो चाहिँ नि हो है। अब यहाँहरूलाई यतिलाई भनिदिएँ, यहाँहरूले पनि सम्प्रेषण गरिदिनु होला मेरो टिकटक अकाउन्ट चाहिँ सबै फेक हो भनेर। अब यो चाहिँ नि अब यो माध्यम पाइसकेपछि त्यो मनोविज्ञान जुन चाहिँ नि व्यक्ति आफ्नो हरेक कार्यबाट अलिकति परिचित हुन चाहने व्यक्तिलाई त यो त एकदमै राम्रो खेल मैदान भयो नि त। अलिकति यस्तो गरियो भने त धेरै व्यक्तिले हेर्दो रहेछ भनेर। अनि अब यसले हाम्रो जुन परम्परागत हिसाबबाट आइरहेको आनी बानी, चाल चलन, सोच्ने क्षमतालाई धेरै परिवर्तित गरिदिएको छ क्या। हामीले जानेर पनि नजानेर पनि हामीले धेरै परिवर्तन, हाम्रो सोचाइलाई, हाम्रो चरित्रलाई, हामीले विभिन्न सामग्रीहरू कसरी ग्रहण गर्छौँ भन्ने तरिकालाई पनि यसले बदलिएको छ। आजभन्दा 30, 35, 40 वर्ष अगाडि कुनै सामग्री आयो भने त्यो व्यक्तिले त्यो 10 मिनटको सामग्री छ भने 10 मिनटको सामग्री आनन्दले बसेर हेर्थ्यो। सुरुमा नेपाल टेलिभिजन 6 बजेबाट लिएर 10 बजेसम्म आउँथ्यो। घरको सबै सदस्यहरू 6 बजेबाट 10 बजेसम्म टेलिभिजनको अगाडि बसेर कृषि कार्यक्रमबाट लिएर समाचारबाट लिएर सबै हेरेर बस्नुहुन्थ्यो। अब अहिले त्यसरी तँलाई पैसा दिन्छु भने पनि व्यक्ति हेर्न सक्दैन, यति इम्पेसेन्ट भइसकेको छ, यति अधैर्य भइसकेको छ, किनकि उसँग चोइसेसहरू धेरै छ। राम्रो से राम्रो सामग्रीमा पनि ऊ चाहिँ नि धेरै बेर टिकिरहन सक्दैन, किनकि उसलाई थाहा छ कि यहाँ अलिकति बोरिङ हुने बित्तिकै अरू सप्लाईहरू मैले पाइरहन्छु। अब त्यो चोइसेसहरूले हामीलाई त्यस्तो गरिदिएको छ। अनि जुन सामग्री बनाउने व्यक्तिहरूले पनि त्यही हिसाबबाट सोध्छ, मैले अब सामग्री यसरी बनाउनु पर्यो कि चाहिँ नि त्यो उसले खोल्ने बित्तिकै 10 सेकेन्ड 15 सेकेन्डमा चाहिँ ऊ आकर्षित भइहाल्नु पर्यो।
उसलाई चाहिँ आकर्षित यसले गरिहाल्नु पर्यो, यसले धेरै कुराहरू सम्झाउने बुझाउने गऱ्यो भने यसले हेर्दैन, यो अर्कोमा जान्छ भनेर। त्यसले गर्दाखेरि त बनाउने मान्छेको पनि सोचाइमा परिवर्तित भइसक्यो, ग्रहण गर्ने मान्छेमा सोचाइमा परिवर्तित भइसक्यो, हाम्रो धैर्यतामा परिवर्तित भइसक्यो, हाम्रो अटेन्सन पिरियडमा चाहिँ नि धेरै परिवर्तन भइसक्यो। र सोसियल मिडियाको सबैभन्दा प्रमुख उद्देश्य त के हो भने के सामग्री हेर्छ यसले भन्ने यसको उद्देश्य होइन कि केही न केही त अहिले चाहिँ हेर्नु पर्यो। उसले डिजाइन नै त्यसरी गरेको छ। सोसियल मिडियाको डिजाइनिङमा यहाँहरू कतिलाई थाहा होला कि नहोला, उहाँहरूले अटेन्सन सिकिङ इन्जिनियर्सहरू चाहिँ नि प्रयोग गर्नुहुन्छ। त्यो इन्जिनियर्सहरूको कार्य के हो भने व्यक्तिले चाहिँ नि कसरी चाहिँ नि व्यक्ति सामग्रीमा चाहिँ नि अटेन्टिभ होस्, फोकस होस्, आकर्षित होस् भनेर चाहिँ कसरी चाहिँ गराउन सकिन्छ भन्ने कुराहरूमा चाहिँ नि उहाँहरूले त्यसै हिसाबले त्यो टेक्नोलोजीलाई डिजाइन गर्नुभएको छ। त्यस कारण तपाईँमा त्यहाँ नोटिफिकेसन छ, त्यहाँ साउन्ड छ, तपाईँलाई कसैले चाहिँ नि मेसेज पठायो भने ट्वाङ्ग अगाडि नै आउँछ। त्यो यो होइन तपाईँलाई एकदम दया गरेर गरे होइन, डेलिबरेटली तपाईँलाई चाहिँ तपाईँको अटेन्सन ग्राब गर्नलाई गरे। किनकि तपाईँले 10 मिनट त्यहाँ फोन राख्नुभयो भने उसलाई त्यो अधैर्य भइसक्यो, त्यो फोनलाई उसलाई लाग्यो कि यो मान्छेले किन हेरिरहेको छैन, यसले यसरी राख्ने, यसलाई यसरी मलाई त्यत्तिकै राख्ने होइन, मैले लिनु पऱ्यो यसलाई। अनि त्यसपछि त्यसको शिकार हामी बनिरहेछौँ। हामी प्रयोगकर्ताहरू के गर्छौँ, अहिले फोन राख्यो भने पनि 10 मिनट केही भएन भने ठक्कै लिइहाल्छौँ। अब त म लिन्न भनेर राख्यो, एउटा के न के आउँछ सटल एकछिन त हेरिहाल्छौँ भनेपछि यसको शिकार त हामी भइरहेछौँ। र यो हुनुको कारण चाहिँ नि बाई डिजाइन हो, पर्पसली हो। यो वस्तुलाई नै त्यसरी डिजाइन गरिएको छ कि तपाईँले चाहिँ नि यसलाई बारम्बार यसमा तपाईँको ध्यान जाओस्, अटेन्सन जाओस्, यसलाई तपाईँले चाहिँ त्यत्तिकै व्यवस्था गरेर चाहिँ नि नराखोस् भन्ने नै यसको उद्देश्य हो। त्यसैले यसले गर्दाखेरि त हाम्रो सबै किसिमको चाहिँ कुराहरूमा चाहिँ परिवर्तन आएको छ नि। आजभन्दा 40 वर्ष अगाडि, 35 वर्ष अगाडि, 30 वर्ष अगाडि मान्छेको व्यवहार, आनी बानीमा र आज धेरै परिवर्तित छ। तपाईँले हाम्रै आनी बानी देख्नुभयो भने, नेपालकै जनजीवनको आनी बानी हेर्नुभयो भने के हुन्थ्यो, धेरै जसो व्यक्तिहरू गाउँघरमा बस्ने व्यक्तिहरूको तपाईँको 60-70% त बिजुली पनि थिएन। दिनभरि काम गरिसकेपछि, घाम डुबिसकेपछि व्यक्तिले के गर्छ, के पनि गर्दैन, आफ्नो सोचाइमा बस्छ, केही कुराहरू गर्छ, सुत्न जान्छ। बाहिरी अन्य कुराबाट त ऊ कुनै पनि चिजबाट डिस्ट्र्याक्ट हुँदैन। उसको घरधन्दा, उसको कामकाज सक्यो, त्यसपछि ऊ केमा बस्छ, आफ्नो सोचाइमा बस्छ, आफ्नो कल्पनामा बस्छ, आफ्नो इमेजिनेसनमा बस्छ, भएका व्यक्ति अगाडि भएका व्यक्तिहरूसँग गफ गर्छ, केही कुराहरू आदान प्रदान गर्छ, थकै लाग्छ, सुत्न जान्छ। आज हामी अहिले घर गएर हामीलाई आधा घन्टा 1 घन्टा कुर्सीमा त्यत्तिकै केही नगरिकन बाहिरी कुनै पनि स्रोतबाट डिस्ट्र्याक्ट नभइकन बस्न चाहिँ हामी कोही पनि सक्दैनौँ। यहाँ या त टेलिभिजन खोलिहाल्नु पऱ्यो, या त मोबाइल खोलिहाल्नु पर्छ। रेस्टुरेन्टमा गएर तपाईँलाई साथीलाई अर्को आधा घन्टा कुर्नु पऱ्यो भने त्यो आधा घन्टा तपाईँले मोबाइल बिना कुर्नै सक्नुहुन्न। आधा घन्टा त्यत्तिकै कोही मान्छेलाई आएको छैन, म त्यत्तिकै चिया खाएर यसो आफ्नै सोचाइमा बसेर चाहिँ कुरौँ भनेर हामी गर्न सक्ने परिस्थितिमै छैनौँ। तर हामीभन्दा अगाडिका पुस्ताहरू त थिए। मैले मेरै पुस्तामा म सम्झिन्छु, न फोन छ, न टेलिभिजन छ, के पनि छैन। यही 25-30 वर्ष अगाडि म घान्द्रुङमा सुटिङ गर्न जाँदाखेरि अहिले पनि म सम्झिन्छु कि मलाई त्यस्तो त्यो मनस्थितिमा म फेरि आउन सक्छु कि सक्दिनँ भनेर कहिले कहिले म आफूलाई प्रश्न गर्छु कि। घान्द्रुङमा हामी सुटिङ गर्न जाँदा घान्द्रुङमा बत्ती पनि हुँदैन थियो, अनि घामको बेलासम्म मात्रै हाम्रो सुटिङ हुन्छ। अनि 3-4 बजे घाम डुब्थ्यो। अनि 3-4 बजे घाम डुबिसकेपछि अनि म होटेलमा जान्थेँ, 5-6 बजे खान्थेँ। बत्ती पनि छैन, टेलिभिजन पनि छैन, टेलिफोन पनि छैन, मजाले बस्यो, 6:30 बजे सुत्यो। 4-4:30 बजे उठ्थेँ, अनि घान्द्रुङको वरिपरि हेरेर आज बिहान अब यो डाँडा चढ्ने कि त्यो डाँडा चढ्ने भन्थ्यो। त्यसरी चढेर 25-26 दिनको सेड्युल चाहिँ नि त्यसरी मैले बिताएको छु। अनि त्यो त्यहाँ बिताएर पोखरा आउँदाखेरि त म त एकदम
आश्रमबाट आएको जस्तो मेरो मनस्थिति एकदम क्लियर, एकदम ध्यान गरेर आएको जस्तो मलाई फिल भइरहेको थियो। त्यो अहिलेसम्म म त्यो मनस्थिति अहिलेसम्म मैले सम्झिएर आउँछु। अनि कहिले कहिले आजकल म आफूलाई प्रश्न गर्छु कि त्यो फेरि पुनः त्यो मनस्थितिमा म कसरी आउन सक्छु भनेर। तर अहिलेको यसो वातावरण हेर्दा त गाह्रो पर्छ। अहिले मैले भनिरहेको छु तर त्यसको शिकार म पनि छु कता न कता। भइसक्यो हामी कन्सियस नै भए पनि हामी भइसक्यो। एक हिसाबले त निर्भरता पनि छ, अर्को हिसाबले यसले बानी पनि लगाइरहेको हुन्छ। अनि अब यसमा संलग्न हुने व्यक्तिहरूको चाहिँ फेरि विभिन्न उद्देश्यहरू हुन्छ। अरू व्यक्तिले आफ्नो बारेमा के भन्ला, म कस्तो देखिउँला, मलाई चिनोस् धेरैले, होइन। अनि फेरि हाम्रो फिल्डमा लागेको व्यक्तिहरूले पनि आफ्नो प्रचार गर्दाखेरि चाहिँ धेरै व्यक्तिले चाहिँ हाम्रो प्रचार हेरिदियोस् भन्दाखेरि अनेक तिगडमहरू हामीले प्रयोग गर्छौँ। त्यो तिगडमहरू बेसिकली के हो भने कसरी अटेन्सन ग्र्याब गर्ने, त्यसको मुख्य उद्देश्य यसलाई प्रयोग गर्ने व्यक्तिको ध्यानलाई कसरी आकर्षित गर्ने, मूलभूत यही नै हो। अब करिब हामी प्रश्न त धेरै थिए, अब समयको पनि भइसक्यो। लास्ट एउटा क्वेसन, हामीले विज्ञापनको त कुरा गऱ्यौँ, अब जिन्दगीको बारेमा एउटा लास्ट क्वेसन। यो जिन्दगी के हो? जस्तो कि मैले फेसबुकमा हेर्छु मान्छे कतै घुम्न जान्छ, घुम्नु जिन्दगी भने त यात्रा हो भन्छ, अनि ट्रेकिङ गयो जिन्दगी त एडभेन्चर हो, कहीँ उड्न गयो जिन्दगी त उडान हो भन्छ नि। यो जिन्दगी चाहिँ के रहेछ खास चाहिँ? अलिकति दार्शनिक हिसाबबाट हेर्दा के छ भने जस्तो उहाँले नै भन्नुभयो भने विभिन्न व्यक्तिले विभिन्न परिभाषा दिएको छ जिन्दगीको बारेमा भनेर। त्यो व्यक्ति पछि परिभाषा आउनुको कारण किन हो भने जिन्दगीको ठोस परिभाषै छैन। ठोस परिभाषा हुँदो त एउटा परिभाषा आउँछ। हामीले एकदमै गहिराइमा बसेर सोच्यौँ भने जिन्दगीको कुनै पनि परिभाषा छैन। तर हामीले आफ्नो आफ्नो कोणबाट कुनै न कुनै हिसाबबाट परिभाषित गर्न खोजिरहेछौँ के। कहिले आफ्ना अनुभवका कुराहरूबाट लिएर होस्, कहिले आफ्नो चाहिँ नि धर्मका कुराहरूको आधारलाई बनाएर होस्, या आफ्नो नैतिकतालाई चाहिँ नि प्रयोग गरेर होस्, यो जीवन त यो हो, जीवन त त्यो हो भन्न खोज्छौँ। तर हामीले मूलभूत हामीले हेऱ्यौँ भने जीवनको कुनै पनि परिभाषा छैन। आउँछौँ, जन्मन्छौँ, हुर्कन्छौँ, एउटा अवधिमा एकदमै प्रोडक्टिभ हुन्छौँ, उफ्रन्छौँ, नाच्छौँ, आफ्नो आफ्नो कार्य गर्छौँ। त्यो बेलामा हरेक व्यक्तिलाई लाग्छ कि फोकस लाइट ममा छ। अनि त्यो अवधि सकिँदै जान्छ, त्यसपछि अलिकति शिथिल हुन्छौँ, अनि झन्झन शिथिल हुन्छौँ, अनि हुन्छौँ, अनि विलिन हुन्छौँ, मर्छौँ, जान्छौँ। त्यो वाक्य पनि छैन जीवनमा। तपाईँ हामी अहिले यसरी बसिरहेछौँ, सबैलाई लागिरहेछौँ कि हामी आफ्नो आफ्नो स्थानबाट चाहिँ असाध्यै महत्त्वपूर्ण भूमिका खेलिरहेछौँ भनेर। यही हलमा, यो हल त सायद अर्को 100 वर्ष पनि रहन्छ होला राम्रोसँग गऱ्यो भने, अर्को 100 वर्षपछि फेरि यही हलमा यस्तै व्यक्तिहरू आयो भने हाम्रो उपस्थिति कसैले जान्नेवाला छैन। अर्को 100 वर्षपछि तपाईँ यहाँ बस्नुभएको थियो कि म यहाँ कुरा गरिरहेको थिएँ कि भन्ने यही हलमा फेरि अर्को जमात आएर अर्को कार्यक्रम गरिरहेको बेलामा उसलाई मतलबै हुँदैन। त्यस कारण लाइफको त खासै परिभाषा छैन। अब यस्तो यो भएको हुनाले तपाईँले फेरि लाइफ त निरस रहेछ के रहेछ भनेर एकदम वैरागी हुने पनि होइन। लाइफ त अपर्च्युनिटी त हो नि, ठिकै छ। बाल्यकाल हुन्छ, जवानी आउँछ, जवानीमा जोस हुन्छ, जाँगर हुन्छ, एउटा प्रोडक्टिभ एज आउँछ, उत्पादनशील उमेर हुन्छ, त्यसमा केही गरौँ, आफूले रोजेको क्षेत्रमा अब्बल गरौँ, यो गरौँ, त्यही नै हो उद्देश्य जीवनको। फेरि एक प्रकार चाहिँ बुढेसकाल लाग्छ, त्यसपछि गर्न चाहेको चिज पनि गरिँदैन। आफूले एक जमानामा असाध्यै सहजतापूर्वक गरेका कार्यहरू पनि आफू गर्न समर्थ भइँदैन लामो जीवन रहिरह्यो भने। अब यही हो, यदि यो वास्तविकतालाई चाहिँ नि आफू एकदमै निरस भएर होइन कि यसलाई आफ्नो सबकन्सियसमा राख्यो भने जबसम्म के जीवनमा केही गर्न सकिरहन्छ, त्यो वास्तविकता, त्यो सत्यताले चाहिँ तपाईँलाई कहीँ न कहीँ ऊर्जा चाहिँ नि दिएर हुनुपर्छ कि। यसले तपाईँलाई निराश पार्ने होइन, ऊर्जा दिने हो कि यो एउटा अपर्च्युनिटी हो, मौका हो। आइरहेछौँ, हेरिरहेछौँ, स्वस्थ छौँ, केही कार्य गरिरहेछौँ, त्यसमा अझ राम्रो गरौँ, एउटा नमुना छोडौँ, उ गरौँ। त्यसपछि प्रक्रिया लिन्छ, जान्छ, गयो। त्यो चाहिँ नि हो। त्यसकारण पनि मैले भने कि लाइफमा तपाईँले विभिन्न कार्यहरू गर्नुहुन्छ, विभिन्न सम्बन्धहरू रहन्छ, त्यसलाई सबै कुरालाई चाहिँ तपाईँले सक्दो राम्रोसँग इमान्दारितापूर्वक आफ्नो क्षमताले भ्याएछ भने लिनुहोस्। तर सबैभन्दा गम्भीरतापूर्वक चाहिँ नि आफ्नो जीवनलाई लिनुहोस्।
किनकि तपाईँको जीवन मात्रै एउटा हो चिज हो जो चाहिँ तपाईँको अन्तिम साससम्म तपाईँलाई साथ दिन्छ। तपाईँको पेसाले दिँदैन, तपाईँको नातेदारले दिँदैन, तपाईँले असाध्यै माया गर्ने व्यक्तिले पनि नदिन सक्छ, किनकि सबैजना सल्लाह गरेर एकैचोटि जाने त होइन, होइन? यी सबै कुराहरू हुनसक्छ। तर तपाईँ रन्जालसँग त तपाईँ हुनुहुन्छ नि, त्यस कारण तपाईँले आफ्नो जीवनलाई मात्रै असाध्यै गम्भीरतापूर्वक दिने हो। अन्य कुरालाई त एकदमै भयङ्कर गम्भीरतापूर्वक दियो भने त तपाईँ निराश हुनुहुन्छ, किनकि त्यो कुरा कुनै न कुनै समयमा ढिलो चाँडो जानेछ। एक्सपायरी डेट भनेको औषधिको मात्रै आउँदैन, जीवनका हरेक पाटाका चाहिँ नि एक्सपायरी डेट हुन्छ। हरेक, कुनै छोटो होला कुनै लामो होला, सम्बन्धको एक्सपायरी डेट हुन्छ, जीवनको एक्सपायरी डेट हुन्छ, हरेक चिजको। तपाईँ बस्ने ठाउँको एक्सपायरी डेट हुन्छ, तपाईँले लगाएको लुगाको एक्सपायरी डेट हुन्छ, हरेक चिजको एक्सपायरी डेट हुन्छ। हरेक चिज एउटा एक्सपायरी डेट लिएर नै आउँछ जीवनमा, र अन्तमा त जीवन नै एक्सपायर भएर जाने हो। वास्तविक यो हो। तर यो निराश हुनलाई होइन, यो असाध्यै पोजिटिभ हुनको लागि यसलाई हामीले सबकन्सियसमा राख्यो भने लाइफ इज ब्युटिफुल। स्वस्थ छौँ, हिँडेका छौँ, राम्रो छ, मौसम राम्रो छ, राजनीति कहिले कहिले गडबड छ, त्यो पनि भाग्य हुनाले हो। र जीवन त्यही नै हो कि एउटा कविले भनेको थियो कि, चार्ल्स डिकन्स भन्ने कविले, उसले 150 वर्ष अगाडि लेखेको यो टेल्स अफ टु सिटिज भन्ने एउटा उसमा, दिज वर द बेस्ट अफ टाइम, दिज वर द वर्स्ट अफ टाइम, दिज वर द एज अफ ग्रेट विजडम एन्ड द एज अफ ग्रेट फुलिसनेस, एज अफ डार्कनेस, एज अफ लाइट, एज अफ होप, एज अफ डेस्पेयर भनेको थियो कि। त्यो कुरा डिकन्सको पालामा पनि लागु हुन्छ, ऊभन्दा अगाडि पनि लागु हुन्छ, र आजको बेलामा पनि यही लागु हुन्छ। हाम्रो समय कस्तो थियो भने, इट्स द बेस्ट अफ द टाइम एन्ड इट्स द वर्स्ट अफ द टाइम। इट्स द टाइम अफ ग्रेट विजडम एन्ड इट्स द टाइम अफ ग्रेट फुलिसनेस। इट्स द टाइम अफ लाइट, इट्स द टाइम अफ डार्कनेस, इट्स द टाइम अफ होप, इट्स द टाइम अफ डेस्पेयर। यो अहिलेको जेनेरेसनमा पनि लागु हुन्छ, डिकन्सको जेनेरेसनमा पनि लागु हुन्छ, हामी पछि आएको पुस्ताकोमा पनि लागु हुन्छ। लाइफ त कहिले पनि पर्फेक्ट हुँदैन, तर दुइटै कुराहरू हुन्छ। तर होप जहिले पनि, आशा जहिले पनि भइरहेको हुन्छ, निराशा पनि भइरहेको हुन्छ, उज्यालो हुन्छ, अँध्यारो हुन्छ, होइन? त्यही नै हो लाइफलाई। तर लाइफ इज ब्युटिफुल है, लाइफ इज ब्युटिफुल। राजेशजी, तपाईँले भर्खर एक्सपायरी डेटको कुरा गर्नुभयो, हाम्रो सेसनको एक्सपायरी डेट पनि आयो जस्तो टाइम। हुन त मलाई तपाईँसँग धेरै कुरा गर्ने रहर थियो, प्रब्ली विल डु इट अन अ टेलिभिजन सो, अलिकति लामो होला थियो होइन, ठुलो रहर छ मलाई त्यो एउटा बृहत अन्तर्वार्ता लिने तपाईँसँग। प्रब्ली वान अफ द ड्रिम्स अफ माई लाइफ विल बी टु हेभ अ डिटेल्ड कन्भर्सेसन अन लाइफ। थ्याङ्क यू भेरी मच फर एक्सेप्टिङ आवर अफर। वेलकम, वेलकम। अभयजी पनि एउटा विशेष चरित्रको व्यक्ति हुनुहुन्छ है, जहाँसम्म मैले उहाँलाई चिनेको छु। हाम्रो त्यति धेरै भेटघाट त हुँदैन, तर बेला बेलामा भेटघाट हुन्छ, र कुनै कुनै बेला हामीसँगै कफी पनि पिएका छौँ। उहाँको दृष्टिकोण, उहाँको विचार, उहाँको जिउने शैली समेत चाहिँ नि उहाँकै खालको छ, त्यस कारण पनि उहाँ विशेष हुनुहुन्छ। That's great coming from the Mahanayak. Yes. And Thank you, sir. Stay as you are. Thank you, sir. Thank you very much.